मेरा अति नै प्रिय मित्रहरू अनि तपाईहरुलाई मेरो यो भिडियोमा तपाईहरुलाई स्वागत गर्न चाहन्छु। साच्चै हाम्रो परमेश्वरलाई महिमा भएको होस् अनि उहाँले हामीलाई जीवन दिनुभएको छ र उहाँले यो सुन्दर प्रकृतिलाई सिर्जनु भयो र आज म यो खुला चौरमा यो शान्त वातावरणमा अनि यहाँ वरिपरि अनि हरियाली यो सिसौ घारीको बीचको यो चौरमा साच्चै यो स्वच्छ वातावरणमा रहन पाउँदा अनि परमेश्वरले यी सबै कुराहरू कति सुन्दर बनाउनु भएको अनि यो शीतल हावा यो शान्त वातावरणमा रहन पाउँदा चाहिँ आफैलाई एकदमै शान्तिको महसुस भएको छ। अनि हाम्रो परमेश्वरलाई महिमा भएको होस् र यो समय चाहिँ म तपाईहरुसँग केही थोरै कुराहरू म बाँड्न चाहन्छु कि साच्चै अहिलेको यो हप्ता चाहिँ साच्चै अनि येशू प्रभुको निम्ति चाहिँ यो आखिरी एउटा अन्तिम हप्ता थियो। त्यो समयमा जब येशू प्रभु आजभन्दा 2025 साल अगाडि जब यरुशलेममा इजरायलमा उहाँ आउनुभएको थियो, त्यो समयमा साच्चै येशू प्रभु बलि हुनको निम्ति अनि उहाँ चाहिँ अनि यरुशलेम सहरमा साच्चै प्रवेश गर्नुभएको थियो। हिजोको दिन हिजो सन्डेको दिन चाहिँ उहाँ यरुशलेम सहरमा प्रवेश गर्नुभएको थियो। जब उहाँ यरुशलेम सहरमा प्रवेश हुँदाखेरि अनि एउटा गधामा चढेर अनि उहाँ सवार हुनुभएको थियो अनि उहाँ चाहिँ यहुदीहरूको राजा भएर अनि उहाँ चाहिँ सवार हुँदै हुनुहुन्थ्यो। अनि मानिसहरूले अनि कपडाहरू लुगाहरू खोलेर अनि बाटोमा बिछ्याएको अनि पामको अथवा खजुरको हाँगाहरू अनि धेरै स्याउलाहरू अनि बाटोमा बिछ्याएर येशू प्रभुले स्वागत गरेको कुराहरू हामी अनि पाउन सक्छौँ अनि पवित्र धर्मशास्त्रमा। त्यसै कारणले आज हामीले पनि हाम्रो प्रभु येशूलाई साँच्चै आज हाम्रो हृदयको राजा भनेर, आज हाम्रो मुक्तिदाता भनेर अनि आज हाम्रो अनि पाप उठेर प्रभु भनेर तपाईले मैले आज उहाँलाई हाम्रो हृदयमा स्वागत गर्न जरुरी छ। अनि त्यसरी उहाँ यरुशलेम प्रवेश गर्नुभयो आज अनि मन्डे अनि आज चाहिँ उहाँ त्यो समयमा त्यसको भोलिपल्ट होइन के अरे आजको दिन सोमबारको दिन चाहिँ उहाँ यरुशलेमको मन्दिरमा जानुभयो अनि मन्दिरलाई शुद्ध पार्ने काम गर्नुभयो। मन्दिरमा भएका जे जति विकृतिहरू थिए, खराब कुराहरू थिए अनि उहाँले ती सबै कुरालाई हटाइदिनु भयो। त्यसै कारणले उहाँले सबै मन्दिरका कुराहरूलाई खराब कुरालाई पल्टाइदिनु भयो अनि सबै कुरा हटाइदिनु भयो। अनि उहाँले भन्नुभयो अनि मेरो घर चाहिँ मेरो यो अनि प्रार्थनाको घर चाहिँ यो के अरे यरुशलेमको मन्दिर अनि यो चाहिँ सबै जातिहरूको निम्ति प्रार्थनाको घर हुनेछ अनि तिमीहरूले चाहिँ यो डाकुहरूको अड्डा बनाएका रहेछ भनेर येशू प्रभुले सबै कुराहरू अनि भत्ताभुङ पार्नुभयो। त्यसै गरी साँच्चै आजको दिन चाहिँ हाम्रो नेपालको लागि 2082 अनि नयाँ सालको दिन हो आज अनि यो 2082 को अनि नयाँ सालको सम्पूर्णलाई हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छौँ। परमेश्वरले शान्ति, सुख, उन्नति, प्रगति, सुस्वस्थता, दीर्घायु दिनुभएको होस् भनिकन म प्रार्थनाका साथ अनि म कामना गर्न चाहन्छु। र यो नयाँ सालमा जसरी येशू प्रभुले त्यहाँ मन्दिरको सबै कुरा खराब कुराहरू पल्टाइदिनु भयो अनि फेरि नयाँ सुरुवात गरिदिनु भयो, त्यसरी नै तपाईहरु मेरो जीवनमा भएका खराब सोचाइ, बानी, व्यवहारलाई पनि साँच्चै यो 81 सालसँगै हामीले फालेर साँच्चै यो नयाँ सालमा म अब साँच्चै असल मानिस बन्नेछु, असल व्यक्ति बन्नेछु, म सबैलाई माया गर्ने व्यक्ति बन्नेछु, सबैलाई अनि दया माया सहायता गर्ने व्यक्ति बन्नेछु अनि एउटा परमेश्वर साँचो अनि परमेश्वरलाई अनि साँच्चै विश्वास भरोसा गरेर अनि परमेश्वरको अनुग्रह कृपामा म जिउनेछु भनेर अनि तपाईहरु मेरो सोच विचारहरू पनि साँच्चै नयाँ अनि भएको होस् भनिकन म अनि परमेश्वरसँग प्रार्थना गर्न चाहन्छु र यो नयाँ सालले परमेश्वर आशीष दिनुभएको होस्। यसरी नै येशू प्रभुले अनि यसरी आज सोमबार भयो, त्यसरी फेरि अनि मङ्गलबारको दिन उहाँले नेभाराको बोटमा के अरे फल खोज्न जानुभयो अनि उहाँले फल भेटाउनु भएन। त्यसपछि त्यहाँ पनि एउटा घटना भएको छ, उहाँले भन्नुभयो अबदेखि तमा कुनै पनि फल नलागोस् अनि त्यसको भोलिपल्ट अनि बुधबार फर्किने बेलामा त्यो नेभाराको रुख अनि सुकेको भेटाउनु भयो। चेलाले सोधे अनि यो रुख त सुकेछ अनि है साँच्चै प्रभु येशूले त्यहाँ फल खोज्नु भएको थियो, भेटाउनु भएन अनि उहाँले अबदेखि फल नलागोस् भनेको थियो अनि त्यो हरियो रुख चाहिँ त्यहाँ सुकेको पाउँछौँ। त्यसै कारणले
अनि आज हामी पनि परमेश्वरमा विश्वास भरोसा गरेर जिउँछौँ भने आज हाम्रो जीवनमा पनि साँच्चै आशिषको कुराहरू हामीले बनाएको योजनाका कुराहरू अनि सफल हुनेछ अनि अनि उन्नति प्रगतिले साँच्चै हामीलाई पछ्याउनेछ उन्नति प्रगतिमा हामी अगाडि बढ्न पाउनेछौँ अनि आशिष हुनेछौँ अनि यसरी नै अनि जब फेरि हामी अनि जब बिहीबार पुग्छ अबको बिहीबार अनि बिहीबारको साँझमा चाहिँ यीशु प्रभुले चेलाहरूलाई एउटा घरमा लगेर उहाँले भोज दिनुभयो जुन चाहिँ अन्तिम भोज थियो अथवा प्रभु येशू स्वयंले दिनुभएको भोज भएको कारणले हामी वचनमा पाउँछौँ बाइबलमा अनि त्यो चाहिँ प्रभु भोज हो किनकि प्रभु येशू स्वयं आफूले चेलाहरूलाई दिनुभएको भोज अनि यसो भन्नुभयो अनि मैले चाहिँ यो तिमीहरूसँग अन्तिम पटक खाने मैले अनि बडो इच्छा गरेको थिएँ अनि प्रभु येशूले त्यो अनि चेलाहरूलाई भोज दिनुभयो रोटी दिनुभयो अनि कचौराबाट अनि अङ्गुरको रस दिनुभयो दाख रस दिनुभयो अनि भन्नुभयो अनि साँच्चै यो मेरो शरीर र यो मेरो रगत सम्झेर खाओ है अनि साँच्चै अनि उहाँले भन्नुभयो होइन यो चाहिँ मेरो सम्झनको निम्ति गर किनकि अब म तिमीहरूसँग हुँदैन मेरो शरीर देख्न सक्दैनौ अनि त्यसै कारणले जहिले जहिले तिमीहरू यो कचौरा होइन अनि यो प्रभुज लिन्छौ रोटी र कचौराबाट पिउँछौ तिमीहरूले म नआउन्जेल मेरो मृत्यु घोषणा गर्छ भनेर प्रभु येशूले भन्नुभयो त्यसपछि साँच्चै त्यो अन्तिम भोज दिनु भइसक्नु भएपछि अनि उहाँ निष्ठाको चाडको बेलामा थियो निष्ठाको चाडको बेलामा उहाँले त्यो भोज दिनुभयो अनि उहाँ स्वयं निष्ठाको बलि हुने दिन अनि साँच्चै शुक्रबारको दिन चाहिँ साँच्चै उहाँ पक्राउ परेर अनि उहाँ बिहानै साँच्चै क्रुसमा टाँगिनु भयो र अनि 12 बजेदेखि 3 बजेसम्म पुरा अनि के अरे संसार अन्धकार भयो अँध्यारो भयो कि उहाँलाई क्रुसमा टाँगिएको समयमा अनि त्यो पनि एउटा रहस्यमय कुरा छ र साँच्चै प्रभु येशूले भन्नुभयो क्रुसमा टाँगिने बेलामा अनि हे पिता यिनीहरूलाई क्षमा गर्नुहोस् होइन जो येशूलाई भाला हान्ने काँटी ठोक्नेहरूलाई यसरी भन्नुभयो कोरा हान्नेहरूलाई हे पिता यिनीहरूलाई क्षमा गर्नुहोस् किनकि यिनीहरूले के गर्दछन् सोच जान्दैन है अनि यसरी उहाँले आफ्नो प्राण क्रुसमा त्याग्नुभयो फेरि अनि उहाँले दफन गरियो चिहानमा त्यसपछि अनि